नेपाली धेरैले हरेक वर्ष विभिन्न जिल्लाहरूदेखि लिएर काठमाडौँमा भव्यका साथ मनाइरहेको यो नेपालीहरू म यो भन्दैन कि यो पार्टी र त्यो पार्टी जो नेपाली छन् तिनीहरूबाट गर्वको महसुस मैले गरेको छ नेपाली जनताले। अब यो सरकारी तौरबाट पनि बिदा दिने परम्परा जुन हामी सरकारमा गएको बेलामा हाम्रै कर बलले नेपाल सरकारले पनि बनाउनु पर्छ भनिकन यो दिन सरकारी रूपबाट छुट्टी दिएर अब उपरान्त आज गृहमन्त्रीज्यूले जयन्तीकोलाई चाहिँ माल्यार्पणदेखि लिएर विभिन्न कार्यक्रम गरिकन मनाउने भनिकन क्याबिनेटबाट त्यसको मेरो पार्टी आन्दोलन पनि विभिन्न आन्दोलन मैले देखेको तपाईँ व्यवस्था बाँच्ने या नबाँच्ने त्यस्तो मतलब देश बाँच्ने कि त्यो कथामा हामी पुगेको नेपाल आज विभिन्न मुलुकहरूबाट परिचालन गरिकन विभिन्न कुराको घटनाहरू घटेको अहिले पनि यही कार्यक्रम हुँदाखेरि त्यतातिर पश्चिमपट्टि पनि कार्यक्रम यही स्थिति छैन। हिजो आन्दोलन हुँदाखेरि बालकहरूको छाती र टाउकोमा लाइकन मृत्यु भएको 23 गते 24 गतेको दिनमा राति राजालाई दिनु पर्यो भनिकन यही ठुला पार्टीका ठुला नेपाली त्यो रगतको ताल र टाटामा टेकेर म सिर्फेस जाउँदैन, हर्ष उल्लभ म बनाउन जाँदैन। सबै पार्टीहरू एक ठिक्का देशको लागि म अगाडि प्रयास अहिलेको परिस्थिति अहिलेको माहौल जुन हामीले हामीले देखिराखेका छौँ योबाट प्रश्न छैन। के बाँकी छ? के बाँकी छ? माइबाप भइछ यो मुलुकको मन्त्रीहरू, प्रधानमन्त्रीहरू, राष्ट्रपतिहरू चाहिँ हेलिकप्टरबाट लुक्न दुर्गतिर पुगिसके। माइबाप अरू 2 दिन मात्र त्यो आन्दोलन टिकेको भए देश समाप्त हुने जग जाहेर छ। तपाईँहरूले आज त्यो आन्दोलनले गर्दाखेरि कति वर्ष देश लाग्ने त्यो लुकेको छैन। त्यो आन्दोलन किन आयो? आन्दोलनमा जति मान्छे लागेका छन् यी ठुला पार्टीका मान्छेहरू, कार्यकर्ताहरू, रुष्ट आफ्नो पार्टीका नेताहरूबाट भएका छन्। काङ्ग्रेसले घर जलाएका छन्, एमालेकी माओवादीले देशभरि नै एकै टाइममा 4 घण्टामा खरानी देशलाई पुगाइदिएको छ। विदेशबाट आएका कुहिरो छाला कुहिरो आँखाहरूले जलाएको होइनन्, हाम्रै भाइ छोराले, हाम्रै पार्टीका विभिन्न पार्टीका कार्यकर्ताले जलाएको भडास पड्क्यो। हिजो 10-15 वर्षसम्म टोलमा चाहिँ चन्दा लिएर चाहिँ राजनीति गर्ने मान्छेहरू आज यी ठुला पार्टीका नेताहरू नवधनाढ्यमा गनेका छन्। पचेन जनतालाई, आफ्नै कार्यकर्तालाई पचेन।
त्यसको विरुद्धमा काङ्ग्रेस एमाले माओवादी राप्रपा सबैजना चाहिँ घुमिएको छ। त्यो बिचरा निर्दोष बालबच्चाको छातीमा र टाउकोमा गोली हानेको सहन सकेन। त्यो पीडा, त्यो भ्रास, त्यो भ्रष्टाचार मुलुकमा चाहिँ अति भयो। अब हाम्रो युथहरूको भविष्य समाप्त हुन थाल्यो। हामी पनि के खाडी मुलुकमा जाने भनेको त्यो आवेशमा गरेका। यसरी देशै नरहने खतरा भन्नुभएको छ। तपाईँहरू राजनीतिकमा हुनुहुन्छ, राजनीतिक रूपमा तपाईँहरूको भूमिका चाहिँ कस्तो रहन्छ आगामी दिनमा? आगामी दिन सुन्नुहोस्, यो अवस्था ल्याउनलाई राप्रपाको म एउटा पूर्व सभासद पनि हो। गल्ती मबाट मेरो पार्टीबाट भएको छ भनेदेखि त्यसको मात्रा बोक्न म तयार छु। मेरो पार्टी देशको शासन सत्ता 3-4 चोटि चाहिँ चलाउने उहाँहरूले होइन, सम्पूर्ण नदी नालादेखि लिएर के बेच्न बाँकी राखेको छ मुलुकलाई। भिजिट भिसामा 3 महिनासम्म बिना भत्ता खाइकन हामीले संसद अवरोध गर्दाखेरि पनि सुनाइ भएन। दम्ब थियो बिपिआईको उहाँहरूमा। त्यसको परिणाम हो यो? त्यो परिणाम स्वाभाविक हरेक दृष्टिकोणबाट तपाईँहरू संसद अवरोध गरेको परिणाम हो। त्यो मात्र होइन, त्यो मात्र होइन। गिरिबन्धु टी स्टेटको पनि आएको छ, भिजिट भिसाको पनि आएको छ, भुटानी शरणार्थीको पनि आएका छन्। के बेच्न बाँकी राखे ल बताइदिनु त। विदेश प्रधानमन्त्री जाँदाखेरि एउटाले स्टेडियम, एउटाले सभा हल माग्ने। हिजो राजाको पालीमा पनि राजा पनि जान्थे विदेश। के गर्नु पर्यो तिमीलाई भन्दाखेरि सभा हल बनाइदेऊ, बाटो बनाइदेऊ, यो गरिदेऊ भनिकन भन्थे। हाम्रा नेताहरू, हाम्रा प्रधानमन्त्रीहरूले भोलिको दिनमा चुनाव कसरी जित्न सक्छ आफ्नो चाहिँ क्षेत्रलाई बाहेक अर्को हेरेर। विभिन्न कारण छ। देश चुनावी माहौलमा नयाँ शक्तिहरू एक हुनेतर्फ जारी छ। तपाईँको राष्ट्रवादी चाहनेहरू एकीकरण यो समूहलाई चाहिँ कसरी एकीकृत गर्ने होइन। हाम्रो जति पनि हाम्रो विचार, मूल्य र मान्यता हामीले बोकेकोमा त्यसमा आउँछन् भने सबैलाई हामीले समेटेर हामी लिएर जान्छौँ। तर चाहिँ एउटा कुरो हामीले बोकेको संवैधानिक राष्ट्र संस्था, सर्वधर्म समभाव, सनातन सापेक्ष हिन्दू बुद्धिस्ट राष्ट्र र संहिता पाल्दैन। मुलुकले ठेक्न सक्दैन यो कार्यक्रम। हामीले जुन मुद्दा